आदरणीय लोकस्रष्टा भगवान भण्डारी, राजु परियार र लक्ष्मी नेउपाने दिज्जुको यो स्वरमा रहेको वनमा काँडा छ। यो गीत अहिले पनि यो गीत अझ अमर नै छ। जुन बेला उहाँहरूले बजारमा लिएर आउनु भएको थियो त्यो बेलामा यो गीतले हिमाल पहाड तराई सबै गुन्जयमान बनाउन सफल हुनुभएका थियो, किनकि निकै बहुचर्चित गीत हो यो। त्यस्ताका हरेक मान्छेलाई कुनै न कुनै गीतको एउटा पल यादगार रहन्छ। मलाई यो गीत चाहिँ कस्तो बेला याद आउँछ यो गीत बजिरहँदा भने, हामी गाउँबाट झरेर सहरमा पढ्न झरेको हामी गाउँले विद्यार्थी, जब हामी दसैँमा तिहारमा गाउँमा ठेलमठेल गर्दै गाडीमा दसैँ तिहार मान्न जान्थ्यौँ, त्यो बेलामा यी गीतहरू बज्थ्यो। यो गीत बजिरहँदा आनन्द आउँथ्यो। यस्तै यस्तै गाउँले पाखा गीतहरू बजिरहँदाखेरि हामी त्यो ठेलमठेल हुँदा पनि रमाउँदै दसैँ मान्न तिहार मान्न गाउँ जान्थ्यौँ। कति साथीहरू छतमा चढ्थे, हामी पनि चढ्यौँ, छतमै नाच्थ्यौँ। मलाई त्यो पल याद आएको कारणले र त्यो पलमा यो गीत याद आएको कारणले आज म यही गीत चाहिँ गुनगुनाउन चाहन्छु। सुनिदिनु होला। राम्रो त पक्कै मेरो स्वर छैन, म आफूलाई लोकगीत लोकसङ्गीत निकै मन पराउने भएको कारण म गुनगुनाउन मात्रै चाहन्छु। यो गीत उहाँहरूप्रति नै समर्पित है त। तिमी धरानमा भए चितौन गाह्रो भयो, दिन रात बिताउन वनमा काँडा छ। तिमी उता म यता ज्यान्त टाढा छ, तर बिरानो नसम्झ माया गाडा छ। म भए चितौन गाह्रो भयो, दिन रात बिताउन वनमा काँडा छ। तिमी उता म यता ज्यान्त टाढा छ, तर बिरानो नसम्झ माया गाडा छ, तर बिरानो नसम्झ माया गाडा छ।